मे महिनाको पहिलो हप्ताको विकेन्ड पारेर हामी 5 जना साथीभाइ भतिज भान्जाको टोली हाइकिङ गर्न भनेर कानानास्किसतर्फ लागेका छौँ। आजको हाम्रो हाइक टोटलमा ब्याक एन्ड फोर्थ गरेर करिब 13 किलोमिटरको हुनेवाला छ। रुट यही नै हो, जुन बाटो गएर त्यही बाटो हामी फर्कन्छौँ, किनकि यो राउन्ड लुप होइन। हाइकिङको सुरुवात ट्रेल हेड यही हो। वरिपरिको दृश्य यस्तो छ, बयान के गर्नु, पिक्चर आफै बोल्छ भने जस्तो। यो ट्रेल हेड, गाडी यहीँ राखेका छौँ। दृश्य वरिपरिको सुन्दर बहुतै। सुरु गरेका छौँ, तर गर्ने बित्तिकै ठाडो उकालो रहेछ, रमाइलो हुनेवाला जस्तो देखिँदैछ, होइन त? ट्रेल हेड छोड्ने बित्तिकै निकै कडा किसिमको उकालो सुरु भयो। ट्रेल राम्रोसँग मर्मत गरेर बनाइएको, मार्किङहरू राम्रो किसिमका, अनि पसिना निस्किन सुरु भए पनि यहाँबाट वरिपरिको दृश्य देखिने जुन क्रम सुरु भयो, यो बिछट्टैको सुन्दर र उकालोमा निस्किएको पसिना सर्लक्कै बिर्सिने गरेको यो दृश्य हेर्दै हामी उकालो चढिरह्यौँ, एकअर्कामा गफ गर्दै। यसको मजा बहुतै आइरहेको छ। ट्रेल हेड छोडेदेखि नै बाटो निकै उकालो छ। 1 घन्टा हिँडिसक्यौँ, ठाडोकै ठाडो बाटो, तर वरिपरिको दृश्य हेरेपछि यो ठाडो उकालोमा लागेको थकाइ सम्पूर्ण मेटिने गरेको भएको हुनाले हामीलाई दृश्यले यति लोभ्याइराखेको छ, कुरा नगरौँ। एकअर्कासित रमाइलो गफ गर्दै उकालो चढ्दाखेरि थकाइको मेसो पनि खासै नहुने रहेछ। त्यसमाथि यो वरिपरिको सुन्दर दृश्यले हाम्रो थकाइ त कता हरायो कता। उक्लिँदैछौँ, पसिना भने बगिरहेको छ, तर रमाइलो उत्तिकै छ। त्यहाँबाट हिउँ पग्लेर यसरी बग्दै क्रिक भन्दा रहेछन्, यहाँतिर खोल्सी बनेर आएको तल, अनि तल चाहिँ त्यसरी बग्दै बग्दै गएर खोलामा मिसिँदो रहेछ ठ्याक्कै। बाटो निकै ठाडो उकालो छ, स्क्रैम्बल परेको, सजिलो चाहिँ त्यति छैन, तर इन्जोय मस्तले गरिराखेका छौँ हामी। सब चिजको खुराक भनेको यो पारीको दृश्य। अलि माथि आइपुगेपछि चाहिँ बल्ल सल्लाको वन क्षेत्र सुरु भयो। अलि शीतलमा हिँड्न पाइया छ। टोली अगाडि यसरी बढिराखेको छ। बाटो स्टिल उकालो, राम्रै उकालो छ। त्यसो हुँदा तर अप्ठ्यारो चाहिँ छैन। ट्रेल गजब रमाइलो भइरहेछ, पसिना खलखाली आएको, श्वास सुहाँ किसिमले बढेको छ। ओभरअलमा इन्जोय गरिएको छ, मस्त। कस्तो छ अहिलेसम्म? गजब। आजको हाम्रो हाइकिङको ट्रेल चाहिँ रिज भएको हुनाले यहाँ मल्टिपल रिजेसहरू छन्। एउटा रिज यानि कि थुम्कोमा पुगिन्छ, अनि फेरि ओह्रालो जाने, फेरि उकालो उक्लेर अर्को थुम्की, यस्तो गर्दै हामीले 6-7 वटा थुम्की पार गर्छौँ अन्तिम थुम्कासम्म पुग्दाखेरि। त्यसैले हरेक थुम्काबाट देखिने दृश्य अलि माथि भएको हुनाले त्यो दृश्य चाहिँ असाध्यै सुन्दर छ। यसरी थुम्का माथि पुगेपछि आँखैका अगाडि टल्किएको हिमाल देख्दाखेरि मन त त्यसै गदगद खुसी हुँदो रहेछ। बडा अचम्मसँगको खुसी, थाहा छैन के कुराले हो, तर दिल असाध्यै खुसी भएर उफ्रिउँ जस्तो फिल हुने यहाँतिरबाट देखिएको दृश्य हेर्दा, मानु संसार मैले जितेँ भने जस्तो। थुम्कीबाट तल देखिएको दृश्य हो हाइवे 40 को, अनि पल्ला छेउमा देखिएको अर्को ताल भने ब्यारियर लेक। वरिपरि पहाडका मुन्तिरपट्टिको हरियो वन पनि उत्तिकै मन लोभ्याउने छ।
एउटा थुम्की कटेर ओह्रालो झरेपछि अनि फेरि उकालो चढेर हामी अर्को थुम्कामा पुग्छौँ। त्यहाँ केही बेर सुस्ताएर केही खानेकुरा पनि खाने अनि गजबले नाच्ने हाम्रो यो चलन यसपालि पनि हामीले कायमै राखेका छौँ। यस्तो गजबको दृश्य देखिने ठाउँमा उभिएर केही बेर नाच्नुको मजा त ओहो बयान गरी साध्यको छँदै छैन। यहाँबाट देखिने हिउँका थुम्का मात्रै होइन, वरिपरिको हरियो जङ्गल पनि उत्तिकै मनमोहक र आकर्षक छ, हेरिरहँ जस्तो। यहाँनिर आएपछि ओह्रालो लाग्यो अर्को टुप्पो पुग्नु पर्ने बेलामा, तर दृश्य हेरिरहँ बसेर जस्तो छ। वरिपरिको यतापट्टि यस्तो भने अर्कोपट्टि यस्तो। ओहो पुरा गरी साध्यको रह्यो। हेर्नुहोस् त कुना काप्चामा जमेर बाँकी रहेको हिउँमा यसरी लडीबडी गर्दै अनि फेरि ओह्रालो झार्दै तल फेदोमा पुगेर मास्तिर उकालो थुम्कोमा चढ्नुको मजा अनि वरिपरिको दृश्यले दिएको आनन्द, आहा कुरा नगरौँ, बयान नगरौँ, इन्जोय मात्रै गरौँ भन्ने हाम्रो अहिलेलाई यही योजना अनुसार हामी रमाइरहेका छौँ। एउटी थुम्को पुग्यो, थुम्कोमा रमायो अनि ओह्रालो झऱ्यो यसरी अनि फेरि फेदमा पुगेर उकालो लाग्यो। हाम्रो आजको रेगुलर रुटिन जस्तो बनेको छ यो, किनकि यहाँ मल्टिपल रिजेसहरू भएको हुनाले एउटामा पुग्यो त्यतिमा सकिँदैन यात्रा। अनि फेरि उकालो चढ्दाको स्वाँ स्वाँ शीतलु माथि नि शीतलु भयो नि, लौ 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 बरैको छायाले घुम्दैछ मौरी नि रसैका लागि नि, लौ 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 म घुम्छु मायाले, लौ 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 म घुम्छु मायाले। हिमालय पारी त्यो पल्लापाटी संसारी देव देउता सबैका देख्छु जोडामा जोडी बिजोडी म एउटा, सानोमा सानो मुजुरको भाले कर्दैले रेटौँला, नमरी बाँचे दैवले साँचे एक दिन त भेट होला, शीतलु माथि नि शीतलु भयो नि, लौ 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 बरैका छायाले घुम्दैछ मौरी नि रसैका लागि नि, लौ 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 म घुम्छु मायाले। उकालो ओह्रालो अनि फेरि उकालो गर्दा गर्दै हामी आइपुग्नु पर्ने अन्तिम टाँकुरो यानि कि रिजमा आइपुगेका छौँ। त्यहाँबाट देखिएको वरिपरिको 360 डिग्रीको भ्यू यस्तो छ। हातैले छुन सकिने हो कि जस्तो दूरीमा यसरी आँखा तिर्मिराउने खालको हिउँ जमेको टाँकुराहरू देख्दाखेरि आहा मन त त्यसै गदगद, कुरा गरी साध्य छैन। खलखली पसिना स्वाँ स्वाँ गर्दै अब भने बल्ल हामीले आउन चाहेको पिकको टुप्पोमा आइपुगिसकेका छौँ। आखिर आजको अन्तिम गन्तव्य पनि यहीँसम्मको हो। वरिपरि यहाँबाट देखिएको दृश्य हेर्नुहोस् त, ओहो मनै बहलाउँदो छ। हामीसित सँगसँगै अन्य ग्रुप पनि आइपुगेका थिए। एकापट्टि हिउँले टल्किएको पाखा देखिने, अर्कोपट्टि भने हरियो रुखहरूले भरिएको सल्लाको वन। दृश्य 101 मन लोभ्याउने, जति हेरे पनि हेरिरहँ लाग्ने। केही बेर बसेर हामीले रमाइलो गऱ्यौँ, फोटो खिच्यौँ, वरिपरिको नजरिया हेर्दै मस्तले गफ्यौँ पनि। साँच्ची हामी नाच्न त कहाँ बिर्सिन्थ्यौँ र, त्यो त हाम्रो रेगुलर कर्म हो। हाइकिङ गर्न जाँदाखेरि यहाँ पनि हामीले मस्तले बाजा बजाएर नाचेर रमाइलो गरेका छौँ। तपाईँलाई पनि हेर्दै रहर लाग्न सक्छ। गजबको थियो यो अवस्थाको हाम्रो अनुभव। वरिपरिको दृश्य यस्तो अनि यो टुप्पोमा आएर नाच्न पाउँदाको रमाइलो त ओहो बिर्सिन सक्नुको गजब रमाइलो।
हिउँको पर्छ यसरी ताते गर्दै अघिको उकालो बरु सजिलो थियो, अहिलेको ओह्रालो झर्न चाहिँ निकै गाह्रो भयो, ठाडो ओह्रालो भएको हुनाले। तर यो आइपुग्यो अब ट्रेल हेडमा। पुरा एक फोनको लगाएर ब्याक एन्ड फोर्थ आइपुग्यो ट्रेल हेड। गाडी उ त्यहाँ छ, टोली हाम्रो यता छ। ट्रेल हेडमा यसरी आइपुग्दा लु दङ्ग परेको छौँ। कति बज्यो भाइ? 4 बजेर ठ्याक्क आइपुग्यो। जे होस् रमाइलोसँगले 3 बारीको रमाइलोलाई अब बिट मारेर ट्रेल हेडमा हामी आइपुगिसकेका छौँ फर्किएर। अब गाडी चढेर घर फर्किनेछौँ। तपाईँहरू सबैलाई धन्यवाद।